म भर्खर सुरुवात छु, सन्तुष्टै छु, अहिले खुसी नै छु भन्न सक्दिनँ, तर अहिले जतिसम्म गरिरहेको छु त्यसको लागि सन्तुष्ट चाहिँ माछा देख्दा खुसी लाग्छ, हेरिरहनु मन लाग्छ। अनि यो कृषकलाई हजुरले चाहिँ के यसो यो बायोफ्लक पद्धतिमा माछा पालन गर्ने कृषकलाई चाहिँ हजुर सुरुमा कस्ट बढी परे पनि थोरै ठाउँमा बृहत खेती गर्न सकिन्छ। यसको लागि तालिम लिनुभयो र प्रविधि पुऱ्याएर सम्पूर्ण कुरा पुऱ्याएर गर्नुभयो भने यसमा सफल भइन्छ भन्ने मलाई विश्वास लाग्छ। यहाँहरू सम्पूर्णमा नमस्ते। आज हामी चाहिँ यो माडी नगरपालिकाको वडा नम्बर 6 अवस्थित चाहिँ यो पौडेल कृषि फार्ममा चाहिँ आइपुगेका छौँ। यहाँ चाहिँ पौडेल कृषि फार्ममा चाहिँ एकदमै यो नयाँ प्रविधि अहिले चाहिँ यो कृषकहरूमा फस्टाउँदै गइरहेको, तर कृषकहरूले अवलम्बन चाहिँ नगरेको, तर अहिले नवीनतम प्रविधिको रूपमा चाहिँ एकदम फस्टाउँदै गइरहेको एउटा नयाँ प्रविधि तपाईँहरूलाई देखाउन गइरहेका छौँ। यो चाहिँ यो एउटा सानो घरभित्र है, यसलाई चाहिँ पोखरी बनाउने भने चारवटा एउटा यो सबै गरेर एउटा पोखरी बन्दैन थियो होला, तर यहाँभित्र चाहिँ कतिवटा खानु भन्दाखेरि 4वटा यसरी चाहिँ पोखरी रहेछन्। यो चाहिँ हाम्रो चाहिँ यसमा चाहिँ हाम्रो टिलापिया हाल्नु भएको रहेछ है। यो चाहिँ एक जातीय टिलापिया, यो हाम्रो यो बायोफ्लक फिस फार्मिङको लागि चाहिँ एकदम राम्रो हुँदो रहेछ है। हामी गफ गर्दा गर्दै चाहिँ हामीसँग चाहिँ हाम्रो यो पौडेल कृषि फार्ममा काम गर्ने दाजु आइपुग्नु भएको छ। सर नमस्कार। नमस्ते नमस्ते। अनि यो हजुरले चाहिँ यहाँ चाहिँ हाम्रो के अरे बायोफ्लकमा चाहिँ माछा पालन गरिराख्नु भएको रहेछ होइन? हजुर सर। यसको बारेमा चाहिँ हजुरले कसरी सुरुवात गर्नुभयो, यो चाहिँ हजुरको सोच चाहिँ कसरी आयो यो बायोफ्लकमा चाहिँ माछा पालन गर्ने भनेर? यो बायोफ्लक माछा पालन सम्बन्धी पहिलेदेखि जिज्ञासु हो म। हजुर। त्यसपछि माछा जोनसँग जब म कनेक्सनमा आएँ, हजुर, माछा जोनबाट मलाई केही अनुदान सहयोग पनि उपलब्ध हुने आश्वासन पाएपछि मैले यो सुरुवात गर्ने सोच बनाएँ र अहिले 4वटा ट्याङ्कीमा बायोफ्लक मैले माछा सञ्चालन गरिरहेको छु, माछा पालन गरिरहेको छु। अनि यसको चाहिँ यो खर्च चाहिँ कति लाग्दो रहेछ यो हाम्रो बायोफ्लकमा चाहिँ? खर्च सबै कुराको कलेक्सन गर्दाखेरि पर ट्याङ्की 1 लाख रुपियाँ जति अनुमानित भनौँ न, सालाखाला अनुमानित भनौँ, सालाखाला 1 लाख जति पर ट्याङ्की 1 लाख जति खर्च लाग्छ। टेक्निकल सबै कुराको यो प्राविधिक टेक्निकल सबै। यहाँ 4वटा ट्याङ्की रहेछन् होइन? हजुर सर। 4वटा ट्याङ्कीमा तपाईँको चाहिँ यो ट्याङ्कीको मात्रै 1 लाख हो कि यो सबै? हजुर, ट्याङ्की संरचना, यो तपाईँको एरिएटर, हावा सबै गर्दाखेरि पाइपहरू, आउटलेटको कुरा गर्नुभयो हजुर, आउटलेट इनलेट सबै गर्दाखेरि यो एरिएटरको कुरा गर्नुभयो। हजुर। एरिएटर भन्नाले यो माछा पालनमा के हो हजुरले के बुझ्नु भयो? यो माछालाई लगातार अक्सिजन दिनको लागि। हजुर। किनभने किनभने हामीले हाई डेन्सिटीमा यो माछा पालन गर्छौँ बायोफ्लक प्रविधिबाट। हजुर हजुर। अब अहिले त मैले जम्मा 800 पर ट्याङ्की राखेको छु। हजुर। तर 1200-1500 सम्म पर ट्याङ्की उत्पादन गर्ने लक्ष्य हुन्छ। त्यसको लागि थोरै ठाउँमा अब हाई डेन्सिटी भएपछि अक्सिजनको अति आवश्यक पर्ने हुनाले 24 घण्टा यो एरिएटरबाट हावा दिने काम चाहिँ गर्नुपर्छ। यो चाहिँ हाम्रो एरिएसनको लागि चाहिँ हजुर, यी पाइपहरू देखिरहेका पाइपहरू चाहिँ हाम्रो चाहिँ के हो भन्दाखेरि एरिएसन हावा दिएको एरिएसनको लागि चाहिँ यो सिस्टमले चाहिँ कसरी काम गर्छ? हाम्रो यहाँ एरिएटर लागेको छ। हजुर। एरिएटरबाट यहाँ तपाईँको चाहिँ पाइप आउँछ, यो पाइप छ, यो पाइपमा हावा आउँछ, यो पाइपबाट अनि त्यसपछि तपाईँको यो पाइप भयो है? हजुर। यो पाइपबाट यसमा आउँछ, यसमा आएपछि यो एयर कन्ट्रोलर सहितको यहाँ जोइन्ट हुन्छ र एयर स्टोन हुन्छ, भित्र चाहिँ एयर स्टोन हुन्छ है? हजुर सर, एयर स्टोन हुन्छ, एयर स्टोनबाट हावा आउँछ सर। त्यहाँबाट बबल जाने भयो, त्यसपछि चाहिँ त्यहाँ ठोकिएर चाहिँ माथि हावा आउने भयो। हजुर सर। यसले चाहिँ हाम्रो चाहिँ यो ट्याङ्कीमा भएको घुलित अक्सिजनको मात्रा चाहिँ बढाउने भयो। अनि हजुरले चाहिँ एउटा पोखरीमा चाहिँ 1200 सम्म चाहिँ यसमा चाहिँ स्टकिङ गर्न मिल्यो होइन? मिल्छ। अहिले मैले 800 मात्रै गरेको छु सर। अनि त्यसपछि यसमा चाहिँ यो दानाको व्यवस्था चाहिँ कसरी गरिराख्नु भएको? दाना तपाईँको अन्य पोखरीमा राख्ने भन्दा यसमा के छ भने फ्लग सिस्टम भनेकै त्यही हो। यसमा चाहिँ फ्लग उत्पादन भएर माछाले खाएर दिशा गरेकोलाई फेरि फ्लगको रूपमा, ब्याक्टेरियाको रूपमा निर्माण भएपछि दाना कम लाग्छ। त्यही भएर दानालाई एउटा दानाको चार्ट रेसियो छ, त्यही रेसियो अनुसारले मैले दाना दिएको छु।
एउटा पोखरीमा तपाईँले प्रतिदिनमा चाहिँ कति जति दाना हाल्नुहुन्छ दानाको रूपमा चाहिँ? दानाको रूपमा करिब करिब अहिलेको हकमा माछा अलिक ठुलो भएको भएर मैले लगभग 200-250 ग्राम दाना दिन्छु। दाना चाहिँ यो हो, यो चाहिँ 200-250 ग्राम चाहिँ यो प्रतिदिनको हो कि? प्रतिदिनको है हजुर। साथसाथै मैले एजोला घाँस पनि दिन्छु। एजोला घाँस होइन? हजुर। एजोला घाँस भनेको चाहिँ के हो फेरि? एजोला घाँस भनेको यो पानीमा तैरिएर बनाउने घाँस हो। हजुर। मेरो योभन्दा पछाडिपट्टि एजोला घाँसको फार्मिङ छ, त्यहाँबाट ल्याएर मैले माछालाई कम्तीमा 150-200 ग्राम एजोला घाँस पनि प्रतिदिन दिन्छु। यो बाल्टीमा चाहिँ यो हाम्रो भेली पानी हो सर। यो भेली पानीमा प्रोबायोटिकको मात्रा हालेर ब्याक्टेरियाहरू फैलिनको लागि त्यहाँ फैलिएपछि बल्ल यो उसमा राखिन्छ। यहाँबाट चाहिँ ब्याक्टेरिया त्यहाँ जाने? हजुर होइन, निश्चित अनुपातमा यहाँबाट निकालेर राख्ने हो। यहाँबाट चाहिँ यो कि यो यहाँदेखि भएको पानी चाहिँ त्यहाँ ट्याङ्कीमा? हजुर ट्याङ्कीमा हाल्ने। यो ब्याक्टेरिया फैलिएको भेली सहितको पानी छ, मोलासिस भन्छ, खुदो भेली। अनि हजुर चाहिँ यो बायोफ्लक कति दिन भयो यहाँ चाहिँ भुरा हालेको? अहिले भुरा हालेको मेरो 23-24 दिन भयो। 23 दिन पुगेर 24 दिन लाग्यो। 24 दिन भयो है? हजुर। यत्रो माछा जत्रै भुरा थिए सरले, जीवन सरले पहिला नै हेर्नु भएको थियो। अहिले सरदार माछा देखाइदिनुहोस् बढेर कत्रो भएको छन् 24 दिनमा। 24 दिनमा चाहिँ हाम्रो माछा चाहिँ बोलाउँदाखेरि आउँछ है? उहाँले चाहिँ माछा बोलाउँदाखेरि चाहिँ यसरी चाहिँ यो मैले बोलाएर दाना दिने सिस्टम बनाएपछि हजुर आउँछ। यो दाना दिएपछि आउँछ नि? क्या हो? होइन, अहिले हजुरहरू बोल्नुभयो, नत्र भने म बोल्दाखेरि त सर मात्रै बोलेको भए चाहिँ आउँथ्यो होला। हजुर। यसरी दाना दिइसकेपछि चाहिँ यसरी चाहिँ माछाका भुराहरू कस्तो राम्रो भुराहरू चाहिँ दाना खान आइसकेछन् है। यो चाहिँ कुन जातको माछा हाल्नु भएको? यो मोनोसेक्स तिलापिया। मोनोसेक्स तिलापिया होइन? हजुर। जस्तो यो यसमा चाहिँ यो प्रविधिको लागि मोनोसेक्स तिलापिया नै राम्रो हो कि अरू? यो तिलापियाको के छ भने सर 3 महिना भएपछि ब्रिडिङ सुरु हुन्छ। हजुर। ब्रिडिङ भएपछि यसको बढ्ने वृद्धि विकास कम हुन्छ। हजुर। त्यसैले गर्दा मोनोसेक्स तिलापियाले ब्रिडिङ हुँदैन, बच्चा पाउँदैन, नपाएपछि छिटो बढ्छ भनेर यसको प्राविधिक सिस्टम चाहिँ त्यस्तो छ सर। यसले चाहिँ छिटो छिटो बढ्ने भयो होइन? हजुर सर। यसलाई बजारमा चाहिँ कति समयपछि चाहिँ यसलाई बजारमा लग्न सकिन्छ? 4-5 महिनामा यो तयार हुन्छ, किनभने तिलापिया धेरै ठुलो बनाएर बेच्ने जात होइन। हजुर। यो 500 देखि 700 ग्राम भित्रको बजार मार्केट माग छ बढी, त्यसले गर्दाखेरि 4 देखि 5 महिनाभित्र यो तयार गरेर बेच्न सकिन्छ। हजुर। यो तपाईँलाई फेरि के अवगत गराउन चाहन्छु भन्दाखेरि हामीसँग चाहिँ यो माछा पालन अथवा यो बायोफ्लकमा माछा पालन गर्न पद्धतिको लागि अझ विस्तृत रूपमा यो कसरी गरिन्छ होइन, यसको टेक्नोलोजी के हो, यसमा माछा भुरा कति राख्ने, उत्पादकत्व कस्तो हुन्छ, यो सबै कुरा जानकारी दिनको लागि हामीसँग मत्स्य प्राविधिक माछा जोन माडीका मत्स्य प्राविधिक जीवनपुर मगर पनि हुनुहुन्छ। सर जीवनपुर मगर सर पनि हुनुहुन्छ, उहाँलाई पनि स्वागत गर्न चाहन्छु। जीवन सर नमस्ते। नमस्ते। नमस्ते, धन्यवाद सर। यो हाम्रो यो बायोफ्लक पद्धतिको बारेमा चाहिँ यहाँभित्र भएको यो सिस्टमको बारेमा हजुरले चाहिँ यो यसरी हुन्छ हजुर, अनि यसरी यो सिस्टमले यसरी काम गर्छ भनेर यो सबै बुझाइदिनु त हजुरले। हजुर। चाहिँ मेन त यसमा माछा पालनको लागि पानीको अति आवश्यक पर्छ। मेन त हामीले यो डायोमिटरभित्र पानीको मात्रा राख्छौँ। यसमा धेरै पानी हुन्छ। यो हामीले ट्याङ्की कत्रो बनायौँ भन्ने कुरामा हाम्रो साइजमा भर पर्छ। हामीले यो पानी अनिवार्य चाहियो बायोफ्लकको लागि, र माछा पालनको लागि त पानीको अनिवार्य हुनुपर्छ। पानी अति आवश्यक हो। र पानी सँगसँगै यो बायोफ्लक भनेको एउटा यस्तो प्रविधि हो कि यसमा सम्पूर्ण प्रविधियुक्त हुन्छ, सम्पूर्ण कामहरू प्रविधियुक्त हुन्छ। र यसमा एरिएसनको पार्टहरू छुट्टै हुन्छ, यसमा टेम्परेचरको पार्टहरू छुट्टै हुन्छ। टेम्परेचर मेन्टेन गर्नुपर्छ। टेम्परेचर डिभाइस पनि जोडिया छ र सर? हजुर, यसमा टेम्परेचर डिभाइस पनि हामीले जोडिया छौँ। यहाँनिर चाहिँ हजुर टेम्परेचर डिभाइस यसले टेम्परेचर सधैँ रिडिङ गरिराख्छ। यदि टेम्परेचर तलमाथि भयो माछा मर्ने सम्भावना धेरै हुन्छ। यसमा प्रबल भइसकेपछि भने यसले चाहिँ के इन्डिकेटर दिने हो कि? इन्डिकेटर दिँदैन। यहाँ हामीले टेम्परेचर रिडिङ गर्ने हो।
यहाँ बेला बेला आउने होइन हजुर बेला बेला आउने यहाँ हेर्ने अध्ययन गर्ने अध्ययन गरेर बल्ल के कस्तो छ त्यो अनुसारको हामीले अगाडि कामहरू अगाडि बढाउनु पर्छ अब यो इरिगेसनको बारेमा त उहाँले भनिसक्नु हजुर एरिएसनको त यसमा चाहिँ अरू केही नयाँ थप कुरो छ यसमा अब जस्तै उहाँले प्रोबायोटिक्सको कुरा पनि गरिसक्नु भएको छ र यो अर्को कुरा के छ भने यो पानी जुन छ नि यो पानी फोहोर भइसक्यो यो पानी के हुन्छ हामीले दानाको मात्रा एकदम धेरै हाल्छौँ कि बायोफ्लगमा हामीले माछा पालन गर्ने भनेको दाना प्रयोग गरेर नै पाल्ने हो त्यस कारणले हामीले यो पानीलाई एक्सचेन्जको लागि हामीले यहाँ एउटा यो पाइपहरू राखेका हुन्छौँ यहाँ तल यहाँ पाइप राखिसकेपछि यहाँबाट आएर यो चाहिँ पानी हामीले एक्सचेन्ज गर्छौँ यो पानी यताबाट जान्छ र यो छ नि यहाँ देखिएको सर यहाँबाट चाहिँ हामीले पानी हाल्छौँ पछि त्यो पानी एक्सचेन्ज गरिसकेपछि पोखरीमा जाने पानी हाल्नको लागि बनाएको हो एकदम यसमा यो हाम्रो ट्याङ्क छ यो ट्याङ्कमा पानी हाल्नको लागि बनाएको र यो पानीको कुरा जहाँसम्म छ पानी एकदम धेरै फोहोर हुने भएको हुनाले हामीले सकेसम्म हप्ता दिनमा यसको पानी एक्सचेन्ज गर्दा धेरै राम्रो हुन्छ अहिले उहाँले मोनोसेक्स टिलापिया एकलिङ्गे टिलापिया माछा पालन गर्नुभएको छ यसमा हामीले त्यसै गरी पंगासियस माछा पंगास पनि पाल्न सक्छौँ अहिले उहाँले मोनोसेक्स टिलापिया मात्र पाल्नु भएको छ र राम्रो भएको छ पहिले म आउँदाखेरि सानो ह्यास थियो अहिले एकदम राम्रो बनिसकेको छ फिङ्गरलिङसम्म साइज बनिसकेको छ धेरै राम्रो गर्नु भएको छ हामीले देखे अनुसार यो चाहिँ हाम्रो आउटलेट हो हजुर आउटलेट नै हो यो पाइप जुन छ नि पानीको यो चाहिँ हाम्रो पानी यहाँ एक्सचेन्जको लागि आउटलेट यताबाट जान्छ यहाँबाट बाहिर जान्छ हजुर ओभरफ्लो भएपछि यहाँबाट पनि जान्छ यो माथिबाट आउँछ माछा पालन गर्दाखेरि चाहिँ मेन 5-6वटा कुराको चाहिँ एकदम ध्यान दिनुपर्छ किसानहरूले एउटा कुरा त मेन त पानीको टेम्परेचर हजुर पानीको टेम्परेचर एकदम ध्यान दिनु पर्यो पानीको टेम्परेचर भनेको 18 देखि 32 डिग्री 32-33 डिग्री सेल्सियस भन्दा माथि वा तल पनि जानु भएन माछा पालन पद्धतिमा र अझ पंगासको कुरा गर्दा पंगासियस माछालाई चिसो मौसममा चाहिँ माछा पंगासलाई पाल्नै सकिन एकदम गाह्रो हुन्छ त्यही भएर पंगास पाल्दाखेरि चाहिँ चिसो मौसममा अलिकति धेरै एकदम ध्यान दिनुपर्छ यसमा केयर म्यानेजमेन्टका कुराहरू हुन्छन् एकदम केयर गर्नुपर्छ यो हाम्रो अहिले उहाँले टिलापिया माछा हाल्नु भएको छ टिलापियाको लागि एकदम राम्रो नै छ सुइटेबल नै छ र साथै अर्को कुरा भनेको अक्सिजन डिओ अक्सिजनको पनि एकदम हामीले ध्यान आकर्षण गर्नुपर्छ यदि अक्सिजनले काम गरेको छैन अक्सिजन लेभल कम छ भने माछा वात्तै मर्ने सम्भावना पनि आउन सक्छ र साथै वाटर क्वालिटी टेस्ट किटको पनि प्रयोग गर्नुपर्छ बेला बेला अमोनियाहरू हेर्ने त्यसै गरेर नाइट्रेट नाइट्राइटहरू हेर्ने पीएचहरू हेर्ने के कसो छ त्यो कुराहरू पनि गर्नुपर्छ र पनि हेर्नुपर्ने होला है हजुर यसमा हेर्नुपर्छ र साथै अर्को कुरा भनेको के छ भने पानीको पाटो चाहिँ एकदम एक्सचेन्ज गरिराख्नुपर्छ र अर्को कुरा तपाईहरुको यो विद्युतको समस्या हुन्छ हरेक ठाउँमा के हुन्छ भने हाम्रो नेपालको समस्या नै के छ भने अहिले विद्युतहरू झ्याप जाने समस्या हुन्छ त्यसको लागि ब्याकअप सहित हामीले जेनेरेटर पनि राख्नुपर्छ यहाँ जेनेरेटर पनि राख्नु भएको छ उहाँले एकदम अत्याधुनिक तरिकाले माछा पालन गर्नुभएको छ यी कुराहरू तपाईले एकदम ध्यान दिएर पालन गर्नुपर्ने हुन्छ हस् त धन्यवाद सर यहाँलाई पनि धन्यवाद यहाँलाई के जानकारी गराए भन्दाखेरि हाम्रो यो बायोफ्लक माछा पालन चाहिँ यसरी गर्न सकिन्छ भन्ने उद्देश्यले चाहिँ हामीले यो भिडियो बनाएका हौं यो भिडियो यदि हजुरहरुसम्म आइपुगेको छ भने लाइक कमेन्ट शेयर गर्न नभुल्नु होला यस्तै प्रविधि मैत्री पशुपालन र कृषिसँग सम्बन्धित अथवा माछा पालनसँग सम्बन्धित भिडियोहरू मन पराउनुहुन्छ भने नयाँ भिडियो बनाउन प्रोत्साहन गर्नको लागि एग्री नेपाललाई पनि एग्री लाइभ नेपाल च्यानललाई सब्स्क्राइब गरेर सहयोग गरिदिनु होला धन्यवाद।